एउटा गाउँमा 100 जना मान्छे रहेछन्, 99 जनाले कुकुरको मासु खाएछन्, 1 जनाले खाइन्छ, म खादिनँ भनेछ। कुरा पञ्चायतमा पुग्यो। पञ्चायतले कसले खायो कुकुरको मासु भनेर सोद्धा 99 जनाले के भनेछन् भने त्यो 1 जनाले खाएको हो भनेछन्, जसले कुकुरको मासु खाएको थिएन। पञ्चायतले पनि बहुमतको कदर भन्यो, 99 जनाको कुरा सुन्यो, त्यो 1 जनालाई चाहिँ गाउँबाट निकाला गरिदियो। समय बित्दै गयो। एक कान दुई कान मैदान, बिस्तारै सत्य कुरा बाहिर आयो कि 99 जनाले त्यो 1 जना निर्दोषलाई फसाएको रहेछ। अनि पञ्चायतले पुनः आदेश दियो कि त्यो 99 जनालाई बन्दी बनाएर फाँसीको सजाय दिनु र त्यो 1 जना जो निर्दोष थियो, जसलाई गाउँ निकाला गरिएको थियो, उसलाई चाहिँ ससम्मान फेरि गाउँ प्रवेश गराउनु। केही बुझ्नुभयो? संसदमा यस्तै हुँदैछ। बहुमत छ, धेरै छौं संख्यामा भनेर कसैलाई पनि एक्लो छ भनेर नह्यापौं। भोलिको अवस्था जे पनि हुन सक्छ है।